नमस्ते म डेनिस श्रेष्ठ म फोर्थिङ सोरुम थापाथलीको चाहिँ सेल्स इन्चार्ज हुँ र आज हामी डोङफेङ फोर्थिङको बारेमा हामी कुरा गर्न गइरहेका छौँ र डोङफेङ हजुरले धेरैजनाले सुन्नुभएको होला चाइनाको वान अफ द प्रिमियम ब्रान्ड वान अफ द स्टेट ओन ब्रान्ड नै हो डोङफेङ भनेको र फोर्थिङ पनि तपाईको डोङफेङ अन्तर्गत पर्ने सब्सिडियरी ब्रान्ड भयो एउटा र त्यसमा फोर्थिङ अन्तर्गतमा चाहिँ हाम्रो एउटा गाडी फ्राइडे इभी भन्ने गाडी छ त्यसको बारेमा आज हामी कुरा गर्न गइरहेका छौँ। फ्राइडे इभी को बारेमा चाहिँ फर्स्ट ब्याट्री र मोटर क्यापेसिटीको कुरा गर्नु पर्दाखेरि चाहिँ यसमा लागेको मोटर चाहिँ तपाईको 99 किलोवाट को मोटर क्यापेसिटी हो भने ब्याट्री चाहिँ तपाईको 64.4 किलोवाट को ब्याट्री हो र लिथियम आयन फोस्फेट ब्याट्री नै हो जुन अरू धेरैवटा चाइनिज इभीहरुमा लागिरहेको ब्याट्री नै यसमा सेम त्यही ब्याट्री लागेको छ र ब्याट्री तपाईको यसमा 64.4 किलोवाट हो भने यसमा ब्याट्री कम्प्याटिबल तपाईको 11 किलोवाट को एसी चार्जर सम्म तपाईको सपोर्ट गर्छ भने डीसी चार्जर चाहिँ तपाईको 80 किलोवाट सम्मको सपोर्ट गर्छ र 11 किलोवाटलाई हजुरले चार्ज गर्नुभयो भने चाहिँ 7 आवर्समा हजुरलाई फुल चार्ज गर्न मिल्छ भने 80 किलोवाटले चार्ज गर्नुहुन्छ भने चाहिँ तपाईको 45 मिनेट्समा यसलाई फुल चार्ज गर्न मिल्छ। ब्याट्रीकै कुरा गर्नुपर्दाखेरि वारेन्टीको कुराहरु पनि आउँछ। वारेन्टीमा चाहिँ ब्याट्रीमा हामीले 8 वर्षको वारेन्टीहरु दिइरहेछौँ। 8 वर्ष अथवा 1,60,000 किलोमिटरको वारेन्टी हामीले कम्पनीको थ्रुबाट दिइरहेछौँ हजुरलाई भने मोटरमा चाहिँ 5 वर्षको वारेन्टी और तपाईको 1,50,000 किलोमिटरको वारेन्टी दिइरहेछौँ। साइड बाइ साइड तपाईको अब अगाडिको फ्रन्ट फेसको कुरा गर्नु पर्दाखेरि फ्रन्ट फेसमा फिचर्स हेर्नुहुन्छ भने चाहिँ अगाडि एकदमै स्लिक लुक र एकदमै मोडर्न डिजाइनमा छ जसमा लोगो नै हेर्नुहुन्छ भने पनि तपाईको एकदमै अट्र्याक्टिभ लोगोहरु पाउनुहुन्छ जसमा एकदमै प्रिमियमनेसको पनि फिल हुन्छ हजुरलाई र अगाडिपट्टि चार्जिङ पोर्टहरु पनि अगाडि नै दिएको छ यसमा र अगाडि अलिकति यो बोनेट अगाडिको बम्परमा हेर्नुहुन्छ भने तपाईको अलिकति स्टाइलिश लुकहरु पनि दिएको छ जसमा एयर भेन्टहरु पनि दिएको छ जुन मोस्टली धेरै जस्तो गाडीहरुमा इलेक्ट्रिक गाडीहरुमा हुँदैन। यो एयर भेन्टहरुले पनि तपाईको मोटरको हिटलाई अलिकति कम गर्ने काम पनि गर्छ यसले चाहिँ र तलपट्टि हेर्नुहुन्छ भने यसमा सेन्सरहरु पनि अलरेडी 4 वटा फ्रन्ट पार्किङ सेन्सरहरु पनि पाउनुहुन्छ। लेभल 2 एडास को तपाईको रेडार सेन्सरहरु पनि पाउनुहुन्छ भने यसमा साइड बाइ साइड अगाडिपट्टि यो अगाडिपट्टि तपाईको डीआरएल पनि पाउनुहुन्छ। एलईडी डीआरएल हो यसले पनि अलिकति गाडीको लुक्सहरुलाई एनहान्स गर्छ र तलपट्टि हेर्नुभयो भने यसमा प्रोजेक्टर एलईडी हेडल्याम्प्सहरु पनि पाउनुहुन्छ र यसको भिजिबिलिटी पनि एकदमै राम्रो हुन्छ खास। अब अलिकति साइड को कुरा गर्नु पर्दाखेरि साइडमा आउँदाखेरि मेन फर्स्टमा अलिकति एट्र्याक्ट गर्ने कुराहरु भनेको चाहिँ यो टायर पनि हो। यसमा लाग्ने टायर चाहिँ तपाईको 19 इन्चको अलॉय आउँछ जुन चाहिँ ब्ल्याक कलरमा एकदमै स्टाइलिश अलॉय व्हील पनि पाउनुहुन्छ भने टायर प्रोफाइल पनि एकदमै राम्रो टायर प्रोफाइल पाउनुहुन्छ जसमा इन्डिभिजुअल सस्पेन्सन पनि लागेको छ। यसमा चाहिँ हजुरले ड्राइभ गर्दाखेरि मजाको कम्फर्टहरु टायरबाट पनि पाउनुहुन्छ र सस्पेन्सनबाट पनि पाउनुहुन्छ। टायर प्रोफाइल राम्रो भएको भएर यसको ह्यान्डलिङहरु तपाईको सस्पेन्सनहरु सबै यसमा बेटर हुन्छ र अलिकति पछाडी आउँदाखेरि क्लियरेन्सको कुरा गर्नु पर्ला। क्लियरेन्स तपाईको ग्राउन्ड क्लियरेन्स यसमा चाहिँ तपाईको 185 mm को ग्राउन्ड क्लियरेन्स छ जुन यो सेगमेन्टको गाडीको वान अफ द बेस्ट ग्राउन्ड क्लियरेन्स छ। तपाईको खाल्डाखुल्टीहरुलाई टेन्सन लिनु परेन मजाले चलाउन मिल्छ यसमा चाहिँ। साइडमा फेरि एकचोटी अर्को यो ओआरभीएम को कुरा गर्नु पर्दाखेरि चाहिँ ओआरभीएम चाहिँ तपाईको इलेक्ट्रिकली एडजस्टेबल आउँछ जसमा तपाईले इलेक्ट्रिकली फोल्डेबल पनि पाउनुहुन्छ रिमोटबाट पनि तपाईले मजाले फोल्ड गर्न पाउनुहुन्छ भने यसमा तपाईको अटो हिटिङ वाला अप्सन पनि आउँछ। तपाईको पानी परेको बेला यो यसमा आउने मिरर चाहिँ तपाईको अटो हिट भएर यसमा फग हुन दिदैन र
यसमै तपाईँले साइड इन्डिकेटरहरू पनि पाउनुहुन्छ भने 360 डिग्री क्यामेराको तपाईँको क्यामेरा पनि यो साइडमा अथवा बोथ साइडको ORVMहरूमा पाउनुहुन्छ तपाईँले। र अलिकति पछाडि आउँदाखेरि डोर ह्यान्डल पनि कुरा आउँछ। डोर ह्यान्डल चाहिँ तपाईँको बडी कलर डोर ह्यान्डल आउँछ, जुन एकदमै प्रिमियम गाडीहरूमध्येमा आउने गाडीहरूमध्येमा तपाईँको डोर ह्यान्डलहरू आउँछ यसमा चाहिँ। अब आउँ रियर प्रोफाइलको कुरा गर्नको लागि। रियर प्रोफाइलमा सबभन्दा फर्स्टमा कुरा गरौँ तपाईँको सार्क फिन एन्टेनाको। मोस्टली धेरै जस्तो गाडीमा आउने सार्क फिन एन्टेनाहरू पनि यसमा पनि आउँछ। यसले चाहिँ तपाईँको गाडीको लुक्सहरू पनि अलिकति राम्रो अझै देखाउँछ भने यसमा चाहिँ तपाईँको एकदमै स्टाइलिस टाइपको स्पोइलरहरू दिएको छ, जसमा बिचमा चाहिँ हाई माउन्ट स्टप ल्याम्प पनि दिएको छौँ, एकदमै नोटिसेबल र एकदमै स्टाइलिस हाई माउन्ट स्टप ल्याम्प दिएको छ। यो चाहिँ एउटा सेफ्टी फिचर्स पनि हो र त्योभन्दा तलपट्टिको चाहिँ तपाईँको डिफगरहरू पनि अलरेडी दिएको छ र यसमा आउने तपाईँको वाइपर्सहरू चाहिँ तपाईँको बोनलेस वाइपरहरू पाउनुहुन्छ, जुन धेरै जस्तो गाडीहरूमा आउन थालिसकेको छ। र अलिकति तलपट्टि आउँदाखेरि चाहिँ तपाईँको यो कनेक्टिङ LED टेल ल्याम्प्सहरू पनि पाउनुहुन्छ, जुन अहिले एकदमै ट्रेन्डिङ छ। यसले गाडीको लुक्सहरू पनि पछाडिबाट राम्रो देखाउँछ भने साइड बाई साइड तपाईँको यो पछाडिको इन्डिकेटरहरू हेर्नुभयो भने पनि सिक्वेन्सियल इन्डिकेटरहरू पाउनुहुन्छ। र यसमा फोर्थिङको ब्याजिङ पनि एकदमै प्रिमियम हिसाबले राखेको छ भने तलपट्टि फ्राइडे EV भनेर पनि एउटा ब्याजिङ दिएको हुन्छ। र बुट स्पेसको कुरा गर्नु पर्दाखेरि चाहिँ यसमा 480 लिटर्सको बुट स्पेस पाउनुहुन्छ भने यो टेल गेट चाहिँ तपाईँको इलेक्ट्रिकली रिलिज गर्न मिल्छ। तपाईँले वान टचमै तपाईँको मजाले खोल्न मिल्छ। र पछाडिको बुट स्पेस मैले अहिले भनिहालेँ, तपाईँलाई 480 लिटर्सको बुट स्पेस पाउनुहुन्छ भने पछाडिको सिट चाहिँ तपाईँको 60-40 स्प्लिट फोल्ड गर्न मिल्छ। तपाईँको एक्स्ट्रा लगेज अथवा एक्स्ट्रा केही सामानहरू छ भने मजाले एडजस्ट गर्न मिल्छ। र बेस्ट पार्ट अर्को एउटा चाहिँ के छ भन्दाखेरि यो गाडीमा चाहिँ तपाईँको स्पेयर टायर चाहिँ पाउनुहुन्छ, जुन मोस्टली धेरै जस्तो गाडीहरूमा आउँदैन। र यसमा चाहिँ तपाईँको 17 इन्चको स्पेयर टायर हजुरले यसमै मजाले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँको स्पेयर टायरहरू पनि दिएको छ। वान अफ द बेस्ट यो गाडीको एउटा स्पेयर टायर पनि हो। र तपाईँले यो बुट बन्द गर्नलाई वान टचमै मजाले बन्द पनि गर्न सक्नुहुन्छ। र रिभर्स क्यामेरा यसमा अलरेडी दिएको छ। तलपट्टि हेर्नुभयो भने यसमा हाई क्वालिटी रिभर्स क्यामेराहरू पनि पाउनुहुन्छ भने तलपट्टि 4वटा रिभर्स पार्किङ सेन्सरहरू पनि हजुरले पाउनुहुन्छ। र यसले गर्दाखेरि हजुरको रिभर्स पार्किङमा अझ पनि हेल्प हुन्छ। अब इन्टेरियरमा कुरा गर्नु पर्दाखेरि चाहिँ इन्टेरियरमा सबभन्दा फर्स्टमा हेर्नुहुन्छ भने यसको स्टियरिङ एकदमै एट्र्याक्टिभ छ र लेदर ऱ्याप स्टियरिङ विथ डिकट स्टियरिङ आउँछ भने यसमा चाहिँ यो स्टियरिङ नै तपाईँको टिल्ट एन्ड टेलिस्कोपिक गर्न मिल्छ। टिल्ट भनेको तलमाथि र टेलिस्कोपिक भनेको अगाडि पछाडि आफ्नो रिक्वायरमेन्ट अनुसारले आफूले यो एडजस्ट गर्न मिल्छ। र स्टियरिङमै तपाईँले धेरैवटा बटन्सहरू पाउनुहुन्छ। फिजिकल बटन्सहरू तपाईँको भोल्युम कन्ट्रोलरको लागि भयो, आफ्नो फोन उठाउनको लागि, मिडियाको तपाईँको चलाउनको लागि। र राइट साइडमा हेर्नुहुन्छ भने तपाईँको क्रुज कन्ट्रोलको लागि 360 क्यामेराको बटन्सहरू सबै यो स्टियरिङमै पाउनुहुन्छ हजुरले। र साइड बाई साइड यतापट्टि साइडमा चाहिँ तपाईँको इन्डिकेटर र हेडल्याम्पको लागि हो भने चाहिँ यतापट्टि साइडमा यो वाइपरको लागि हजुरले यहाँबाट एडजस्ट गर्न मिल्छ। र अगाडिपट्टिको चाहिँ स्क्रिन चाहिँ तपाईँको 8.8 इन्चको क्लस्टर MID हो। यसमा चाहिँ तपाईँले टायर प्रेसर मोनिटरिङहरू यसमै एडजस्ट गर्न मिल्छ हजुरले। यसमै टायर प्रेसरमा तपाईँले कतिको टायर प्रेसरहरू छ भनेर मजाले चेक गर्न मिल्छ। तपाईँको रेन्जहरू कति दिन कति चार्जमा कति रेन्ज दिन्छ भनेर सबै तपाईँले यसबाटै हेर्न मिल्छ। तपाईँको यो क्रुज कन्ट्रोलको लागि अगाडि एड्याप्टिभ क्रुज कन्ट्रोल भन्ने एउटा अप्सन छ यसमा चाहिँ। त्यसको लागि बटन्स पनि यहीँ छ र त्यसको लागि एडजस्ट गर्ने पनि यहीँ नै देखाउँछ। हजुरले यहीँ हेरेर एडजस्ट गर्न मिल्छ। यो गाडीमा फर्स्ट तपाईँले स्टार्ट र
इन्जिन स्टपको बटन्सहरू पनि यहीँबाट पाउनुहुन्छ। यसमा पनि अलिकति हेर्नुहुन्छ भने मजाको क्रिस्टल टाइपको दिएको छ र यसमा तपाईँले मजाले क्लिक गरेर वान टचमै तपाईँको गाडी अन र अफ गर्न सक्नुहुन्छ भने यहाँबाट भने यसमा सेफ्टी फिचर्सको कुरा गर्नुहुन्छ भने चाहिँ 8 वटा एयरब्याग्स, अगाडि ड्यासबोर्डमा 2टा एयरब्याग्स, साइडमा गरेर तपाईँको अल टुगेदर 8 वटा एयरब्याग्सहरू पाउनुहुन्छ भने तपाईँको एबिएस, इबिडी, हिल असिस्ट कन्ट्रोल, डाउन हिल असिस्ट, तपाईँको सेफ्टी फिचर्समा आउने धेरै फिचर्सहरू यसमा अलरेडी हजुरले पाउनुहुन्छ। अलिकति तल आउँदाखेरि यो 50 किलोवाटको वायरलेस फोन चार्जिङ पाउनुहुन्छ यसमा। यो वायरलेस फोन चार्जिङमा चाहिँ तपाईँको स्मार्टफोनहरू इजिली चार्ज गर्न मिल्छ र अलिकति तल हेर्नुहुन्छ भने यो क्रिस्टल टाइपको प्रिमियम, एकदमै प्रिमियम देखिने यो लिभर, गियर लिभर हो। यसमा चाहिँ तपाईँले गियर लिभर पनि एकदमै प्रिमियम टाइपको देख्नुहुन्छ र तलपट्टि हेर्नुहुन्छ भने रिभर्स, न्युट्रल र ड्राइभ भनेर यसमा पाउनुहुन्छ भने पार्किङको लागि चाहिँ एउटा बटन्स नै दिएको छ यसमा। र त्योभन्दा तलपट्टि यो इलेक्ट्रोनिक पार्किङ ब्रेक पनि पाउनुहुन्छ। इलेक्ट्रोनिक पार्किङ ब्रेकको तलपट्टि चाहिँ अटो होल्डको अप्सन पनि हजुरले पाउनुहुन्छ। अटो होल्डको लागि चाहिँ तपाईँले उकालोमा गाडी रोकेर अगाडि बढाउन खोज्दाखेरि चाहिँ हजुरले अटो होल्डले चाहिँ कम्प्लिट होल्ड गराइदिन्छ र गाडी पछाडि आउन दिँदैन हजुरको। साइडमा हेर्नुहुन्छ भने 2टा कप होल्डर पाउनुहुन्छ, तपाईँको आफ्नो ड्रिङ्क्सहरू राखेर मजाले ड्राइभ गर्न पनि सक्नुहुन्छ। र अलिकति पछाडि चाहिँ एउटा बटन थिचेर यो तपाईँले मजाले आफ्नो केही सामानहरू, केही ड्रिङ्क्सहरू छ भने यहाँ कम्पार्टमेन्टमा राख्न पनि सक्नुहुन्छ भने यहाँ तपाईँको कुल बक्स पनि हजुरले यसमै पाउनुहुन्छ र कुल बक्स पनि तपाईँले घुमाएर अन अफ गर्न मिल्छ। ड्राइभर साइडको डोरमा हेर्नुहुन्छ भने चाहिँ तपाईँले यो सबै पावर विन्डोजहरू मजाले पाउनुहुन्छ। वान टच पावर विन्डोहरू हो यो सबै। वान टच पावर विन्डोलाई हजुरले इन्जोय पनि गर्न सक्नुहुन्छ भने सेन्ट्रल लकको बटन्सहरू पनि अलरेडी दिएको छ। पछाडिको विन्डो लकहरू पनि हजुरले यहीँबाट गर्न सक्नुहुन्छ भने यसमा तपाईँको आर्मरेस्ट पनि तपाईँको सफ्ट टचमा दिएको छ। मजाले तपाईँको टच गरेर हजुरले फिल गर्न सक्नुहुन्छ भने डोरमै तपाईँको अलिकति डोर ह्यान्डलहरू पनि तपाईँको मेटालिक टाइपमा दिएको छ। यसले तपाईँको गाडीको फिल, लुक्सहरू पनि अझै एन्हान्स गर्छ र प्रिमियमनेस पनि अझै देखाउँछ यसमा चाहिँ। अब मुनरुफको कुरा गर्नुपर्दाखेरि चाहिँ यसमा कम्प्लिटली तपाईँको प्यानोरामिक मुनरुफहरू पाउनुहुन्छ जसमा मजाले हेर्न सक्नुहुन्छ। इलेक्ट्रोनिकली तपाईँको ड्यासबोर्डभन्दा माथिपट्टि एउटा बटन छ, त्यहाँ बटनबाट हजुरले क्लिक गर्ने बित्तिकै मजाले सनरुफ खोलेर इन्जोय गर्न सक्नुहुन्छ।